कोरियन साउबाले खुसुक्क पैसा दिनुभयो। खासमा कुरा चाहिँ के हो भने नि गाइज, सधैँ जस्तै आज पनि म बिहानै उठेर रनिङ गएँ। आज फेरि हल्का फुल्का पानी परिरहेको थियो। जे भए पनि मैले चाहिँ मेरो च्यालेन्ज पुरा गरेरै छोड्ने हो है। फर्स्टमा नर्मल वाक गरेपछि मैले मेरो रनिङ स्टार्ट गरेँ। एभ्री डे मर्निङमा मैले 3-4 किलोमिटर रनिङ गरिरहेको छु। रनिङ सँगसँगै हामी फुटबल पनि खेल्ने गरेका छौँ है। पानी त परिरहेको थियो तर पनि हामी मस्तसँग रनिङ पछाडि फुटबल खेल्यौँ। फाइनल्ली गाइज आजको मर्निङ एक्सर्साइज पनि सकियो। आज चाहिँ मेरो च्यालेन्जको डे 45 हो। हजुरहरूलाई थाहा नै छ होला। म एक्लै छैन, मसँग सुर्खेतकै दाई पनि हुनुहुन्छ। दाई फेरि हरेक कुरामा एकदम एक्टिभ, जुन कुरा मलाई एकदमै मन पर्छ। दाईसँग छुटेपछि म रुममा आएर फटाफट फ्रेस भएँ। यु नो गाइज, ब्ल्याक कफी इज माई फेभरेट। त्यसपछि भिजाएको चना हल्का बोइल गरेर खाएँ। के गर्नु गाइज, अब 7:30 बजेदेखि फेरि हाम्रो फर्निचरमा काम हुन्छ। त्यो पनि आज भोलि त डेली 12 घण्टा भइरहेको छ। मेरो चाहिँ अहिले 12 घण्टा काम प्लस च्यालेन्ज चलिरहेको छ है। आज 10 बजे सिमसिमे पानी परिरहेको थियो। मौसम नै यस्तो भइदिरहेको थियो कि मलाई झ्याप्प भिटेनको गीत याद आयो। 10 बजेसम्म काम गरेर म रुममा आएर फलफुल खाने गर्छु। मस्त खानी अनि मस्त काम गरिदिने हो। अनि हजुरहरूलाई थाहा छ कि नै, कोरियन साउहरू एकदमै बाठो हुन्छन्। कामदारले काम राम्रो गर्दा बित्तिकै उसलाई फकाइहाल्ने। हुन त यो एउटा राम्रो तरिका हो। बेला बेलामा हौसला दिएपछि कामदारलाई काम गर्न पनि जोस आउँछ। मलाई चाहिँ हिजो हाम्रो साउबुवाले पैसा दिनु भएको थियो। 50,000 कोरियन ओन हो। यसको नेपाली चाहिँ 5,000 हुन्छ है। अरू जे भए पनि जे हो, हाम्रा साउबाले मलाई यतिको लायक त सम्झिदिए। मैले काम पनि राम्रो गरिरहेको छु है साथी हो। त्यत्तिकै कहाँ पैसा दिन्छन् त। फाइनल्ली गाइज आजको 12 घण्टे काम पनि सकियो। काम सकेर फर्किने बेला मैले हाम्रो साउबा र साउनी आमासँग एकछिन गफ पनि गरेँ। नेपाल 사람들이 보고 싶어요. 보고 싶어? 네. 전화하는 거야? 네, 아니 이거 비디오. 비디오. 네. 지금 통화하는 거야? 그러네. 저기 나온다. 네. 나온다. काम सकिए पनि मेरो च्यालेन्ज चाहिँ बाँकी नै छ है। हजुरहरूलाई थाहा छ होला, बाइसेप्सको चाहिँ मैले सधैँ गर्छु। नर्मल्ली आज मैले चेस्टको एक्सर्साइज पनि गरेँ। दिनमा एउटा मात्रै गर्छु, सो कहिले के गरिरहेको छु। लास्टमा नर्मल पुसअप र डायमन्ड पुसअप हानेर मैले मेरो 45 डे पनि कम्प्लिट गरेँ है। थ्याङ्क यू सो मच गाइज। एभ्री स्टेप हेज अ स्टोरी।